सबैजनाले एकचोटि यो कमेन्ट पढ्नुहोस् त। हाम्रो एकजना ब्रदरले डम्बेल कसरी बनाउनु भएको हो भनेर कमेन्ट गर्नुभएको रहेछ। र यदि तपाईहरू पनि घरमै कसरी डम्बेलहरू बनाउन सकिन्छ भनेर जान्न चाहनुहुन्छ भने भिडियोलाई पुरा हेर्नुहोस् है त। अब सुरु गरौँ यो दुईटा डम्बेल बनाएको पुरै प्रक्रिया। उदाहरण स्वरूप यो डम्बेल बनाउनको लागि चाहिँ मैले सुरुमा दुईटा यस्तो भाँडाहरू खोजेँ जुन चाहिँ इक्वल सेप एन्ड साइजको थियो। त्यसपछि डम्बेलको ह्यान्डल बनाउनको लागि चाहिँ मैले दुईटा यस्तो फलामको रडहरू युज गरेको थिएँ। त्यसपछि चाहिँ मैले यो भिडियोमा देखाएको जसरी नै त्यो भाँडाभित्र चाहिँ सिमेन्टी बालुवा र गिटीको मिक्सर बनाएर हालेको थिएँ। र एक साइडको डम्बल सुकेपछि चाहिँ त्यसलाई यसरी उल्टो बनाएर त्यसपछि अर्को भाँडामाथि राखेर सेम प्रोसेस गरेँ। हो यसरी चाहिँ मैले यो डम्बेलहरू बनाएको हो। यदि मसँग अहिले पनि सबै सामानहरू भइदिएको भए मैले प्रत्यक्ष रूपमा तपाईँलाई बनाएर देखाइदिने थिएँ। तर अफसोस अहिलेको समयमा चाहिँ मसँग सिमेन्टी बालुवा र गिटीहरू केही पनि छैन। त्यही पनि यदि हजुरलाई डम्बेल बनाएको पुरै प्रक्रिया डिटेलमा हेर्न मन छ भने चाहिँ तपाईँले बाएको लिङ्कबाट हेर्न सक्नुहुन्छ।